आज म तिमीहरूलाई क्लास 10 को जेनरल म्याथ्स को एक्सरसाइज 1.1 को क्वेशन नंबर 2 गर्न जाँदैछु। यहाँ के छ भने देखुवा जे जी कोनो जोगात्मक अजुग्म अखण्ड संख्याय 6q + 1 बा 6q + 3 बा 6q + 5 आहे जत q एउटा कोनो बा अखण्ड संख्या हो। यसको लागि हामी के गर्ने भन्दाखेरि यहाँ हामी युक्लिडर कलन विधि नै प्रयोग गर्ने हो र यसको लागि हामी जी कोनो अजुग्म अखण्ड संख्या a भनेर लिने र अहिले हामी के लिन्छौं युक्लिडको कलन विधिमा a र b चाहिन्छ दुईटा र b को ठाउँमा हामी 6 लिने किनकि हामीलाई 6q + 1 6q + 3 वा 6q + 5 आएको भन्न खोजेको छ र हामी यो लिने a जी कोनो जोगात्मक अजुग्म अखण्ड संख्या र b = 6 र अहिले यो a र 6 माथि a र 6 पर युक्लिडर कलन विधि प्रयोग गरी पाउँछौं हामी के भने a = 6q + r हो, जहाँ r भनेको के हो भन्दा 0 वा 0 भन्दा ठूलो र 6 भन्दा सानो भन्दाखेरि के हुन्छ भन्दाखेरि 0 1 2 3 4 5 हुन्छ र त्यो 0 1 2 3 4 5 6 यो r को ठाउँमा बसायो भने के पाइन्छ त भन्दाखेरि अर्थात a = 6q 0 लिँदाखेरि 6q 1 लिँदा 6q + 1 त्यसरी नै 6q + 2 बा 6q + 3 बा 6q + 4 बा 6q + 5 हो। तर यहाँ के छ भने यी संख्या हुँदै यिनीहरुमा कतिपय जुग्म छ कतिपय अजुग्म छ। हाम्रो त यहाँ भनेको छ अजुग्म अंख्या भनेको छ, अजुग्म अखण्ड अंख्या भनेको छ र यहाँ 6q के हो त भन्दाखेरि हेर 6q भनेको छ पूरण कुनै एउटा अखण्ड अंख्या हो र यहाँ हेर अखण्ड अंख्या दुई तिनवटा हामी पूरण गर्दै 6 1 जा 6 6 2 जा 12 6 3 जा 18 यी सबै हेर त सबै जुग्म अंख्या हो अर्थात 6q जुग्म अंख्या। त्यसैले नै 6q + 1 अब जुग्मसँग एक जोड गरेर के हुन्छ 7 12 सँग 13 18 सँग 1 जोड 19 अर्थात अजुग्म हुन्छ यो हो। त्यसैले जुग्म यो जुग्मसँग जुग्म संख्या जोड गरेर के हुन्छ जुग्मै हुन्छ। अनि 6 सँग 2 जोड गरेर के हुन्छ 8 12 सँग 2 जोड गरेर के हुन्छ 2 जोड गरेर कति हुन्छ 14 अर्थात यो जुग्म अर्थात यो पनि जुग्म यो जुग्म र 6q + 4 जुग्म हुन्छ हो। त्यहीकारण हामी लेख्छौं किन्तु 6q 6q + 2 र 6q + 4 जुग्म अंख्या। हामीलाई त अजुग्मै भनेको छ गतिको के रह्यो त अरु बाँकी इधर त जुग्म भयो 6q 6q + 2 6q + 4 र 6q + 1 6q + 3 6q + 5 के हो त अजुग्म हो किनकि हेर 6q + 6 + 1 कति हो भनिहाल्यो अघि नै 6 + 1 7 अजुग्म। त्यसैले 6 सँग तिमी जोड गर 3 के हुन्छ 9 अजुग्म 6 सँग 5 जोड गर के हुन्छ 11 अजुग्म यिनीहरु अजुग्म। अर्थात हामीको के हो भन्दाखेरि a भनेको 6q + 1 बा 6q + 3 बा 6q + 5 हामीले a के भनेको थियो त भन्दाखेरि जी कोनो जोगात्मक अजुग्म अखण्ड अंख्या अर्थात जी कोनो जोगात्मक अजुग्म अखण्ड अंख्यालाई हामीले के गर्न सक्यो 6q + 1 बा 6q + 3 बा 6q + 5 आदिमा प्रकाश गर्न सकियो। त्यसैले हामी लेख्न सके जी कोनो जोगात्मक अजुग्म अखण्ड अंख्याय 6q + 1 बा 6q + 3 बा 6q + 5 आहे जत q जी कोनो अखण्ड अंख्या अर्थात q बिलोंग्स टु z भनेको अखण्ड अंख्या हो अखण्ड अंख्याको संहति हो। र यो भिडियो मन पर्यो भने आफ्नो साथीहरुलाई गोर्खा छात्रछात्रीहरुलाई नेपाली भाषीहरुलाई पनि शेयर गर्न नबिर्सिनु र भिडियो हेर्दा यहाँ भिडियोहरु अक्षर सायद सानो भयो जुम गर्नु र नबुझेको क्षेत्रमा पज गर्नु स्किप गरेर हेर्ने गर्नु निश्चय बुझिन्छ।